नेपाली कांग्रेस नेकपा एमालेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासम्मका दलहरूको समानुपातिक बन्द सूची सार्वजनिक भएसँगै व्यापक असन्तुष्टि देखिएको छ। ससुरा, श्रीमती, छोरी, ज्वाइँ, भान्जादेखि पीएसम्मलाई समेटेको आरोप खेपिरहेका दलहरूको भीड़मा नेपाली कम्युनिष्ट पार्टी नेकपाको बन्द सूची भने अपवाद बनेको छ। 17 वाम घटक र नागरिक उन्मुक्ति पार्टीको सहकार्यमा बनेको नेकपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा नातावाद, कृपावाद र परिवारवादको छाया नदेखिएको भन्दै चर्चा भइरहेको हो। कुनै समय बुहारी र छोरीलाई उम्मेद्वार बनाएको भन्दै चर्को आलोचना खेपेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यसपटक भने आफ्ना विगतका कमजोरीलाई सच्याएको संकेत दिएका छन्। नेकपाको बन्द सूचीमा जेन्जीदेखि नयाँ अनुहारसम्मको सन्तुलित उपस्थिति देखिन्छ। लामो समयदेखि राज्य र केन्द्रको राजनैतिक पहुँचबाट टाढा रहँदै आएका सुदूरपश्चिम र कर्णाली प्रदेशको सशक्त प्रतिनिधित्व सूचीको अर्को प्रशंसनीय पक्ष बनेको छ। आफूलाई नयाँ र वैकल्पिक शक्ति दावी गर्ने रासपाको सूचीमा यी प्रदेशबाट न्यून उपस्थिति देखिँदा नेकपाले भने ती क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ। दलको नेतृत्वमा पुराना अनुहार रहे पनि उम्मेद्वार चयनमा युवाहरूलाई अघि सार्ने प्रयास गरिएको छ। विभिन्न राजनैतिक दलसँग एकता गरेर बनेको नेकपाले अब अन्य दलहरूसँग पनि सहकार्यका लागि खुल्ला आह्वान गरेको छ। तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अडानसहित नेकपामा चुनावी उत्साह बढ्दो देखिन्छ। शहर बजारमा जे हो हल्ला छ त्यस्तो चाहिँ होइन। जनतामा अहिले पनि नेपाली कम्युनिस्ट पार्टीप्रति र हामीले गरेको पार्टी एकताको चाहिँ प्रक्रियाप्रति सकारात्मक भाव छ। अहिले बन्द सूचीका बारेमा कांग्रेस, एमाले र रासोपा लगायतका दलहरूको चर्को आलोचना भइरहेको छ। कांग्रेसका नेताका छोराछोरी र ससुरा, एमालेमा अध्यक्ष ओली निकटका र रासोपामा सभापति रवि निकटका र धरौटी बुझाइदिने र सेलिब्रेटीलाई मात्र समेटिएको भन्दै उनीहरूको तीव्र आलोचना भइरहेको छ। नयाँ भनिएका दलहरूमा समेत पुरानै राजनैतिक प्रवृत्ति दोहोरिँदै जाँदा नेकपाको सूचीलाई राजनैतिक संस्कार सुधारतर्फको संकेतका रूपमा हेरिएको छ। यही कारण प्रचण्डले जेनजीको अपनत्व केवल नारामा होइन व्यवहारमै उतारेको र विगतका आलोचनालाई आत्मसात गर्दै अघि बढेको विश्लेषण समेत भइरहेको छ। अहिले नयाँ दलले पनि स्थापित दलहरूकै प्रवृत्तिको सिको गर्दै परिवर्तन भन्दा पुराना दलहरूलाई नै मात खुवाउने खालको चरित्र देखाएको टिप्पणी भइरहेको छ। विगतमा परिवारवादको आरोप खेपेका नेकपा संयोजक प्रचण्डले यसपटक आफ्नो कमजोरी सच्याउने प्रयास गरेको सन्देश सूची मार्फत दिएका छन्। सुदूरपश्चिम र कर्णाली जस्ता पछाडि परेका क्षेत्रको सशक्त प्रतिनिधित्व, युवाको सहभागिता र समावेशी दृष्टिकोणले नेकपालाई अन्य दलभन्दा फरक देखाएको छ। राजनैतिक दलहरूका लागि निर्वाचन शुद्धिकरणको अवसर पनि हो, तर अधिकांश स्थापित र नयाँ भनिएका दलहरूले बन्द सूचीलाई आफ्ना र खल्तीका मान्छे भर्ती केन्द्र बनाएर लोकतन्त्रकै उपहास गरिरहेका छन्। यस्तो अवस्थामा नेकपाले देखाएको यो शैली यदि इमान्दार प्रयास हो भने यसले परिवारवादको ओत लागेर राजनीति गर्नेहरूका लागि ठूलो धक्का दिने निश्चित छ। नारामा मात्रै नयाँ हुनुभन्दा व्यवहारमा न्यायोचित हुनु नै आजको राजनीतिको मुख्य आवश्यकता हो। अब यो अभ्यास सूचीमै सीमित रहन्छ वा व्यवहार र नीतिमा समेत स्थापित हुन्छ भन्ने कुरा आगामी राजनीतिक यात्राले नै पुष्टि गर्नेछ।